आज की एक पंडित शिवजी पार्वती ब्रह्मा सबै भगवानको आगमन देखि नारदजी प्रबलित भन्नुभयो। भक्ति माता नाचिरहेकी छिन्। ज्ञान वैराग्यको जुन प्रकारको तरुण अवस्था प्राप्त भएको कृतकृत्य बनिरहेकी छिन्। भक्तजन त्यसमा भगवानले भन्नुभयो मक्तो वरम माग, वरदान माग, प्रदान माग भनेर भगवान श्री हरिले जब भन्नुभयो नि हामी के भन्थ्यौँ होला नि, भगवान साक्षात यहाँ आएर माग माग जे माग्छौ भन्दा के माग्थ्यौँ हैन। कति छ नि हाम्रो माग्नु पर्ने अपूर्णता छ नि, तर भक्तजन भगवान पनि आउनु भने माग्नु भएन त। भगवान माथि त केही पनि छैन। त्यस्ता महान सन्तहरूले भन्नुभयो हामीलाई केही पनि चाहिँदैन। नगा गाता जुत सर्वभक्ते रेविस्त्वयं भाव्यमिति प्रयत्न मनोरथोयं परिपूर्णनीय सतेति चोक्ता तरधीयता चित। हे परमात्मा, हे अच्युत, हे अविनाशी, हे अनादि, हे अनन्त परब्रह्म, हामीलाई केही पनि चाहिँदैन। कलिकालमा जहाँ जहाँ भागवत हुन्छ नि तपाईँ त्यहाँ गएर विराजमान बनिदिनुहोस्। जति भक्तहरू आउँछन् अपूर्णता छ, जीवन अपूर्णता छ, सन्तान नहोला, धन सम्पत्ति नहोला, कति कमी होला, उहाँहरूको पूर्णता गरिदिनुहोस् भनेर अन्वय विनय गर्दा भगवानले तथास्तु भनिदिनु। भक्तजन हरिद्वारमा भएको घटना। त्यसका